नमस्कार, रियल एन्ड र बुक रिभ्यू बाई ममितामा तपाईहरुलाई स्वागत छ। आज म सञ्चारविज्ञ चुनबहादुर गुरुङ सरले लेख्नु भएको यो किताब कालसँग कुस्तीको रिभ्यू गर्न गइराखेको छु। कालसँग कुस्ती किताबमा के छ, कालसँग कुस्ती किताब हामीले किन पढ्ने भन्ने कुराहरु म तपाईहरुलाई बताउन गइराखेको छु। कालसँग कुस्ती एउटा जीवन संघर्ष, सफलता सँगसँगै 80 वर्षपछि क्यान्सर जित्नुभएका क्याप्टेन आसबहादुर गुरुङको कथा हो। यसमा उहाँले जीवनमा भोग्नुभएका कथाहरू, उहाँको लाउरे जीवनका कुराहरू, उहाँका वैवाहिक जीवनका कुराहरू, सफल वैवाहिक जीवन हुनका लागि के कुराहरू चाहिन्छ, अनि जीवन के हो भन्ने यस्ता कुराहरू लेखिएको छ। विशेष गरी जीवन के हो, संघर्ष के हो र हामीले आश गर्दै गर्दाखेरि जीवनमा आसबहादुर गुरुङ सर जस्तै हामीले आफ्ना जीवनलाई सफल पार्नका लागि चाहिँ के कुराहरू गर्नुपर्छ भन्ने कुराहरू तपाईले यो किताब पढिसके पछाडि थाहा पाउनुहुन्छ। यो किताबमा 8 च्याप्टरहरू रहेका छन्। यो किताबमा लेखिएको सबैभन्दा मलाई मन परेको कुरा भनेको यो किताबको अन्तिम पृष्ठमा लेखिएको छ जीवन जसले गोरेटो कोरिदिए भनेर लेखिएको किताबभित्रका कुराहरू र अन्तिममा लेखिएको लुटिएका ती खुशीहरू भन्ने च्याप्टर मलाई एकदमै धेरै पर्सनली मन पर्यो। म तपाईहरुलाई लुटिएका ती खुशीहरूको केही हरफहरू पढेर सुनाउँछु। लुटिएका ती खुशीहरू कालसँग कुस्ती किताबको अन्तिम पृष्ठमा रहेको छ। यो किताब क्याप्टेन आसबहादुर गुरुङको जीवन कथामा आधारित छ, जसमा तपाईले विभिन्न कुराहरू सिक्न पाउनुहुन्छ र यो एकदमै प्रेरणादायी किताब हो। सो लुटिएका ती खुशीहरू च्याप्टरमा के लेखिएको छ भने उहिलेका मान्छेहरूसँग पैसा हुँदैन थियो तर खुसी थिए, जीवन सरल थियो, सम्बन्धहरू सुमधुर थिए, तनाव र अभाव अनुभूति कमै हुन्थ्यो, कुनै पनि काम समूहमा फत्ते गर्थे, पर्म लाउने परम्परा थियो, परेली पालो वा बोझे जसरी यो चलन तत्कालीन नेपाली समाजमा हुने सहकार्यको एक बलियो सबुत थियो। यो पृष्ठमा लेखिएका कुराहरूमा मैले अहिले हाम्रो रियल लाइफलाई कम्पेयर गर्दाखेरि हाम्रो जीवनमा अहिले मान्छेहरूले पैसा कमाउँछौँ, हामी सबैजनाले दौडधुप गर्छौँ, हामीसँग मान्छेहरू चिन्छौँ, हामीले देश विदेश घुमेको छौँ, तर हामी कतिको खुसी छौँ त? हाम्रो जीवन कतिको सरल छ? हाम्रो जीवनमा कतिका तनावहरू छन्? सो पहिलेको नेपाली समाज र अहिलेको नेपाली समाज बुझ्नका लागि, परिश्रम बुझ्नका लागि आफूलाई विश्वास गरेर जितिएका क्यान्सर जस्तो रोगलाई जितेको कथाहरू चाहिँ तपाईले यो किताबमा पढ्न सक्नुहुन्छ। सो तपाईलाई जिन्दगीसँग सिक्न पर्ने धेरै कुराहरू आसबहादुर गुरुङको जिन्दगीबाट हामीले सिक्न सकिन्छ। सो सबैजनाले कालसँग कुस्ती तपाईलाई यदि पढ्न मन लाग्छ भने यो किताब पढ्नु होला, तपाईलाई पढेर पस्ते लाग्ने छैन।